अहिले चाहिँ अब बढी अवस्था छ पापा हम पापा कर्म हम पापा तो पाप सम हो तपाईँलाई दिएको होइन मैले ब्याग हालेँ पहिला यहाँ अघिल्ला देखाउने ब्याग त खतरा ल्याएर त्यो दाइ हेर्नु एकचोटि किलो पनि फुल वाइड हो धुप 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 अहिले बसमा जाने बेला पनि धुप जाने धुप त अलिकति बाजु बत्ती त भित्र हाल्यो त्यो बत्तीलाई भित्र हाल्यो तातो छैन 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 यो त किनभने म ठिक मात्र पार्ने मन्त्र तपाईँ पाउनु ठिकमा पार्छ पनि अब त हजुर के रे के भयो होइन त्यो त अब सकिन्छ जतिखेर सक्यो भने सकिन्छ यो विधान छोड्दै सकिहाल्छ नि होइन कर्म यसरी गर्नु एकदम राम्रो मलाई खुसी लाग्छ होइन त यहाँ कर्म छोडेन छैन दुला दुलै नै आइपुग्ने होइन यहाँ हुँदैछ अनि के गर्नु हामीले गरेर हुँदैन अहिलेसम्म केही भएको छैन त्यो चाहिँ के गर्नु कोही हुँदैन त्यो चाहिँ किन भन्दा हामीलाई गराएको यो अलिकति घिउ अघि दही खायो अब कसार खाऊ खाऊ अनि भोग्ला हालिहाल्यो यसो छोडी अब यो चाहिँ के गरे भने आजदेखि चलाउने एउटा खोरो चलाउने भने आफ्नो पछाडि जान्न नि अलिकति ढल्किने अब भोलिको काम आजै सिद्ध्याएको हो क्या यसो खाने सन्यासी दोस्रो टुक्रा अब तेस्रो लिइराख्ने त्यसो ओम अस्ति भिस्ते अस्ति नि सन्यासी त्यसो टुक्ने त्यो राखिदिने त्यसै पहिला पैसा दुःख नखाइ खाना खाना भन्नु पर्ने आफ्नै घर जाने पैसा भाइ लोटर भाइ जितेर दिए अलिकति यहाँ लेखा पनि यहाँ लेखा छ त्यही भनेर यहाँ लेखा छ क्या अब त त्यति मात्र गरेर हुँदैन हातले ढोगिने अनि मलाई पनि जोड गर्नुपर्छ जान्दैन होइन सानो गर्दैन त्यही मैले त्यहाँ लेखेको भने मैले ल म हिजोदेखि आएँ कसकस गरेँ कराएँ अब दुलाले पनि देखिएको अब यहाँ कर्म गरेको अन्तिम दक्षिणा दुलाले पनि हनुमानले कताको फेरि
लु अनि म टिको लगाइदिन्छु अनि गायन बाजा हुन्छ टिको लगाइदिन्छु अनि फेरि त्यहाँबाट टिको लाग्दैन म पनि उठ्दिनँ यहाँ छोरोले बस्यो हो ब्रह्मण्य देवाको हो त्यति हो भुइँमा राख्ने तपाईँ पाती माथि राखिदिने त्यसै कसै गरी यसै चक्कर निकाल्ने एकचोटि मात्र यो ब्रह्मण्य देवाको ब्राह्मण लावा यहाँ छ कुन छ लावा छ यो लावा ल्याउनु मलाई खाली गर्नु ला यहाँ हुन्छ हुन्छ दुई हातले हो त्यही त यसरी नमस्कार गर्नुपर्छ ल कायन बाजा अब चाहिँदैन त्यो दुना भएको उयो उसो भएको च्याप्पा सुन्नुहोस् त गायन आज हामीले गरेको कर्महरू दोलाले स्वर महादेवको छेउमा आएर गरेको गर्दाखेरि गल्ती भएको रहेछ छेउमा यहाँ कर्म गर्दै जाँदा केही बिग्रेर रहेछ भने भगवान् छन् तुम रहसी चाहिँ भइमा राख्छ हुन्छ ल आउनुहोस् यहाँ
आफ्नै छोरी छोड्दा मन रोइरहेछ नगर नघात खोराई घरमा जानु पर्ने हो छोरीको जात नरमाइलो मलाई नि थाहा छ आफ्नै छोरी छोड्दा मन रोइरहेछ नगर नघात खोराई घरमा जानु पर्ने हो छोरीको जात नगर नघात खोराई घरमा जानु पर्ने हो छोरीको जात छोरीको जात
मलाई खाना बनाएको छैन म घर यो दियोलाई त्यो बत्तीलाई बत्तीले घुमाऊ उठाएर आरती गर घुमाऊ आरती गर ल राख उठाएर राख त्यसलाई पनि बाल्न हुन्छ यसो ढल्काएर बल्छ अलि ढल्काएर दिदी टिका दही हो नि हल्का दबाई किन्दैछ टिका दही हो लाइट त बाबाले पहिले भाइले लाइदिन बुवाले लाउनु कति बेसी थियो भाइलाई लाउनु ठिकै छ लक्ष्मीनारायण भने चम्चा लिएर आउने भाइलाई खा न भाइलाई खा पहिला हतार गरेको बिस्तार गर्नु कुन चाहिँ कुना दुईटै केही खाइदिनु म एउटै खाइदिएँ भइगयो नि हातदेखि चलिहाल्छ नि एउटै हात खाना भन्दा एउटै थाना माउर खाएर आयो आउने भने आउने म आउँछु एकछिनमा अब खानु न तपाईँहरू म आउँछु अलिक ठिकै भयो ठिकै खाने गरे आउने छु ल सक्यो है होइन खाना खान्न ल दुधमा के खान्छु अरू ढोका छैन जानु ढोका छैन बाटो छ कि अब के भन्नु मन्दिरको छोरो छ नि त मन्दिरको छोरा रे के दिन्छ भोलि हिसाब किताब गरौँ ल आज बाटो छोड्दै होला ल छोड्दै आज दिन पर्छ रे भोलि 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 हिसाब गरौँ ल छोड छोड हिसाब गरेर पैसा चाहिन्छ भन न पैसा चाहिन्छ ल भोलि हिसाब गरेर ल नि त अहिले भित्रमा चाहिँ द्याउँ नि त हैन काराकुरो भोलि हुन्छ भन्दै काराकुरो भोलि हुन्छ ल छोड अब यता जाऊ लिएर आऊ सँगै आऊ लिएर आऊ सँगसँगै आऊ जाऊ भित्र लिएर जाऊ किन्दै लिएर जाऊ त्यसै जाऊ कता जानु हुँदैन मोडेर राखेको छैन स्टिलको गर्छ खोइदैन
बहिनी हो त के गर्नु बिचरा भाइलाई बहिनी भाइ कपाल काट्दै बिचरा भोलि गानाको पुरानो साह्रो जानुपर्छ है ब्याट्री फेरि चाल लाउने कसो लाउने यार तीनटा ब्याट्री चाहिँ एउटा चार्जर लाउँदा पुरा खाना खाँदासम्म हाल है 0 किलो अन्त फेरि अर्को चाहिँ फेरि त्यो दिनसम्म फुल हुन्छ नि अर्को हाल आँसुदाखेरि एउटा मेरो त यसमा 40 रहेछ यार कस्तो बुले हाल्नु तपाईँको मेरो त छुट्टै छुट्टै चार्जर होइन 40 फुल राख फुल राख आपको कमल हाथ सौभाग्य आइज न जा
राख्नु है तपाईँले राख्नु है यहाँ राख्नु पर्ने अलिकति यहाँ छ यहाँ छ यही हुन्छ ल त्यही हुन्छ त्यही तपाईँ चाहिँ हल्का पछाडि आउनुहुन्छ देखिन्छ हजुर देखिन्छ आवाजतिर होला भयो बाबा नानी अलि होला अलि हो अलि टाउ अलि होला हिँड्दा नलैजानु गाडी तर हामी सिँढी खाएर खानु भनेर है ल अब यहाँ नाङ्गो पानी ठिक छ यहाँ भुट्याइसकेको छ गाउँमा त त्यो झोला हालिदियो कता सबै सबै दिन छ यो अहिलेको मैले मन्जुलाई त्यहाँ समातेको दिदी हल्का मन्जुले कहाँ राखेको कति भेटा नाङ्गो राख्नु दुईजनाले पाती भरिहाल्छ अनि त्यो दिदी जन सुपारी भेट्यो मिख्नी त्यो खोलेर अहिले मैले मन्जुलाई भन्यो यस्तो आफूले त 25 वर्ष अगाडि बिहे गरेको त्यही पुग्छ 3 चोटि गर्ने हो त्यही पुगिहाल्छ हल्ला गर्छन् फेरि अनि जोडा पार्नु है जोडा पार्नु डबल हुनु पर्ने डबल हो ल दुईजना भएर ल दुईजना पैसा बाठी भाउजू भन्दा एउटा नि भेट्न छेउमा खोजेपछि कहाँ भेटिन्छ बिचरा राख्ने छेउमा खोज्नुहुन्छ आमै भेट्यो
भुइँमा राख्ने फेरि भयो एउटा घर पुग्ला अपडेट भइरहनु को चाहिँ उयो छ त कसले भेट्दो छ चाँडो है गल्ला कोरेछ त्यो त माथि हात राख्न पाइँदैन नि ए दही खुवाउन त जनसुबाट माथि हात राख्न पाइँदैन है सिद्धि होला त्यति होला अब फेरि अनि भकारीमा जानु फोन गरौँ न अहिले सुतिसक्यो अब 3 पाल्ट हो भोलि अस्ति काट्दा पुग्दैन त नि जम्मा एउटा 52 मिनेट एउटा 16 मिनेट बाँकी छ ए अब 16 मिनेट बाँकी छ बी 52 मिनेट बाँकी छ क्या जम्मा मलाई कल गर्नु त तपाईँको कार्ड व्यवस्था हुन्छ भोलिलाई बिहान 7 बजे नै भन्दै थियो अनि फेरि गाह्रो पर्छ नि भोलि तपाईँ आइपुग्नु पऱ्यो कि नत्र हजुर ए ल ल ल